नमस्कार साथीहरू, आजको भिडियोमा हामी ड्याम हाइट ऑप्टिमाइजेसनको बारेमा बुझ्नेछौँ। तपाईले सोच्नु भएको होला, ड्याम कति अग्लो बनाउने, धेरै अग्लो बनाउँदा के हुन्छ, कम बनाउँदा के हुन्छ, के समस्या आउँछ। यी सबै कुराहरू सजिलै बुझ्नेछौँ साथीहरू। यसमा हामी फ्याक्टर एफेक्टिङ ड्याम हाइट ऑप्टिमाइजेसनको बारेमा हेर्नेछौँ। एक नम्बरमा हामी हेर्छौँ हाइड्रोलोजी र रिजर्भोयर यील्ड। सबैभन्दा पहिले ड्यामको उचाइले पानीको माग पूरा गर्नुपर्छ। इरिगेसनको लागि होस् या ड्रिङ्किङ वाटरको लागि होस् अथवा हाइड्रो पावरका लागि होस्, पर्याप्त स्टोरेज हुनुपर्छ। यो मास कर्भ एनालाइसिस प्रयोग गरेर सुक्खा मौसममा पनि वाटर डिमान्ड पुरा हुन्छ कि हुन्न भनेर जाँचिन्छ। साथीहरू, हामी नेट हेडलाई हेर्छौँ। पावर जेनेरेसनको लागि नेट हेड महत्त्वपूर्ण हुन्छ। यसलाई चाहिँ P बराबर गामा रो क्यू GH सूत्र प्रयोग गरी ड्यामको उचाइ म्याक्सिमम इफेक्टिभ हेड निकाल्छौँ। यसरी हामी यसको फ्याक्टर हेर्छौँ टोपोग्राफी। भ्याली सेपले चाहिँ हाइट ऑप्टिमाइजेसनमा असर पर्छ। न्यारो भी सेप्ड भ्याली भयो भनेपछि हाइट बढाउँदा स्टोरेज धेरै, कस्ट कम लाग्छ। वाइड यू सेप्ड भ्याली भयो भनेपछि 1 मिटर हाइट बढाउँदा कस्ट बढ्न सक्छ। त्यही भएर हामी भी सेप्ड भ्यालीलाई चाहिँ छान्छौँ। यसरी हामी अर्को चाहिँ हेर्छौँ हाइड्रोलोजी र फाउन्डेसन हेर्छौँ। फाउन्डेसन रकको बेयरिङ क्यापासिटी स्ट्रेन्थले हाइट तय गर्छ। सेफ्टी अगेन्स्ट स्लाइडिङ र ओभरटर्निङ सुनिश्चित गर्नुपर्छ। विक फाउन्डेसन भयो भनेपछि हाइट लिमिट गर्नुपर्छ। साथीहरू, अर्को हेरौँ हामी एरिया क्यापेसिटी कर्भ। यसमा एरिया क्यापेसिटीले इभ्यालुएसन कर्भ देखाउँछ कि प्रति मिटर हाइट कति स्टोरेज गेन हुन्छ। फ्ल्याट भ्यालीमा हाइट बढाउँदा सर्फेस एरिया बढी हुन्छ, स्टोरेज कम हुन्छ, इभापोरेसन बढी हुन्छ यसमा। अर्को हामी हेर्छौँ सबमर्जेन्सी कस्ट। हाइट बढाउँदा भिलेज डुब्ने सम्भावना हुन्छ। फर्टाइल ल्यान्ड हराउन सक्छ, डुब्न सक्छ। फरेस्ट पनि नष्ट हुन सक्छ। त्यही भएर हामी चाहिँ यसमा कम्पेन्सेसन, रिहेबिलिटेसन, इन्भाइरोमेन्टल कस्टले हाइटमा कति बनाउने भनेर सुनिश्चित गर्नुपर्छ। अर्को हेर्छौँ हामी सेडिमेन्टेसन। लङ टर्म सिल्ट एकोमोडेसनको लागि डेड स्टोरेज राख्नुपर्छ। 50 देखि 100 वर्ष सेडिमेन्ट बिना लाइभ स्टोरेज घट्छ। साथीहरू, हामी अर्को हेर्छौँ फ्लड एन्ड फ्री बोर्ड कति राख्ने भनेर। ड्याम ओभरटपिङ हुन सक्ने सम्भावना हुन्छ। यसको रोक्नलाई म्याक्सिमम प्रोबेबल फ्लड र फ्री बोर्ड आवश्यक हुन्छ। स्पिलवे र नन ओभरफ्लो सेक्सनसँग मिलाएर हाइट तय गर्नुपर्छ। साथीहरू, अर्को हामी हेर्छौँ इकोनोमिक्स। यसमा चाहिँ BC रेसियो चेक गर्ने। कन्स्ट्रक्सन कस्ट नन लिनियर बढ्न सक्छ। बेनिफिट हाम्रो चाहिँ लिनियरली बढ्छ। कन्स्ट्रक्सन कस्ट नन लिनियर बढ्छ, बेनिफिट लिनियरली बढ्छ। ओप्टिमम हाइट भनेको चाहिँ म्याक्सिमम नेट प्रेजेन्ट भ्याल्यु वा BC रेसियोबाट हामी तय गर्छौँ। अर्को हामी हेर्छौँ टर्बाइनको कुराहरू हेर्छौँ। हाइड्रोलिक टर्बाइनहरू कप्लान टर्बाइन, फ्रान्सिस टर्बाइन, पेल्टन टर्बाइनको डिजाइन हेड अनुसार हाइट म्याच गर्नुपर्छ। गलत हेड भयो भनेपछि इफिसियन्सी कम हुनसक्छ, मेन्टेनेन्स प्रब्लम हुनसक्छ। साथीहरू, त्यही भएर हामी ओप्टिमम हाइट निकाल्दा सेफ्टी, स्टोरेज, पावर बेनिफिट, कस्ट, इन्भाइरोमेन्टल, सोसियल इम्प्याक्टहरू सबै मिलाएर ब्यालेन्स गर्छौँ। साथीहरू, यो इन्जिनियरिङ कन्सेप्ट तपाईँलाई कस्तो लाग्यो? लाइक, सेयर, सब्सक्राइब
गर्न नबिर्सनु होला। थ्याङ्क यू। जय सिभिल इन्जिनियरिङ।